हेलो गाई मेरो मिनी ब्लगमा तपाईँहरूको स्वागत हुन्छ। यति राम्रो भ्यू छ न जम्मै हेर्नु के त्यहाँ यति राम्रो धाका भ्यू छ न। अब के कल उतै मान्छे आइहाल्छ मलाई पनि लाग्यो अलिअलि लाग्छ के भयो उतै माथि जानु मेरो सपना छ। लास्ट त पुछेको थिएँ जम्मै दाइलाई भनेको उतातिर जाऊ के खोलातिर जान पल्छ जम्मै यति राम्रो भ्यू छ न के करू अब हेर्न परिहाल्छ नि त उतै त्यति राम्रो भ्यू किन छोड्ने के म यति ढेलै यति माया लाग्छ कि जम्मै यहाँको अहिले त उता भिड छैन। अहिले शाममा जम्मै 5-6 बजी यति के त आइहाल्छ मिनी ब्लग बनाउँछ के टिकटकको यति भिड हुन्छ नि यति लाजी लाग्छ कि बनाउन म देखिहाल्दैन यति धेरै भिड छ। अब उता यसपालि जाने के धेरै भिड हाल्छ नि त म निकाल्दैन भिडियो बनाउनमा जम्मै अल्छी लाग्छ। उता राम्रो भ्यू हेर्नु न अहिले जम्मै अझै लागिला छ मेरो न्यू ब्लगमा तपाईँहरूले सपोर्ट गर्नुहुने नि त है। जम्मै उता तलतिर यतिको ब्रिजमा जम्मै माझ आइहाल्छ नि त झन् उता ठुलो मान्छेहरू छ जम्मै लाज लाग्छ। अहिले यति मन पनि पर्दैन कि भिडियो बनाउनमा झन्नै अल्छी पुलमा परिहाल्छ नि त झनै यति मन लाग्दैन। अलि ढेलै माझ आइला चल अब जाऊँ कपालमा अब पनि अब खाना खाएपछि अनि उता तिला घुम्न खालि भनेको थिएँ पशुपति नजानेको उता थिएँ धेरै उता मेघ बल्छीको अहिले न्यू ब्लग छ मेरो हात पनि दर्द कलिला छ। अहिले 1-2 मिनट भएपछि नि त झन्डै यति हुन्छ 1-2 मिनटमा जम्मै हात दर्द कलिला छ। न्यू ब्लगमा यति भएपछि उता तल गिलेपछि के हुन्छ अहिले मुख सुख फुटिहाल्छ जम्मै यतिको चोको किनेको जम्मै स्लिप पनि भएन के भनौँ उता तिला छ जम्मै अब तल आइसक्यो यतिको माया मन लागेन उता तिला अब जाम मन भन्नु चाहिँ अहिले गल्ती बोली लाग्छ कि म के भनौँ उता अब जानुपर्छ माथि के जाम।